ल फाइनल्ली नमस्कार है, म सङ्गीत मगर चिन्नुहुन्छ हैन। हामी हिँड्यौँ सुब्बादेउराली, एकदम रमाइलो यात्राको तय गरेका छौँ। यतिखेर दुईवटा गाडी, एउटा साथीहरूको गाडी पनि चलेको छ, हिँडिसक्यो, एउटा हाम्रो गाडी यहाँबाट चढ्दैछौँ। टक्क आज हामी सुब्बादेउरालीको यात्रा गर्नेछौँ, सुब्बादेउरालीको दर्शन गर्नेछौँ। बिहानै हामी बिहान करिब एकदम 6 बजिसकेको छ। यो मौसममा यहाँहरूलाई स्वागत गर्दै हामी ठाउँ-ठाउँको सिनहरू देखाउँदै आजको यात्रा तय गर्नेछौँ। हाम्रो एकदम आफ्नै फ्यामिलीको यात्रा तय हुनेछ। आजको दिन सुखद हुनेछ भन्ने आशा गरेको छु है त साथीहरू। एकदम चिलमा हेर्नु होला है त। फाइनल्ली हामी अब गाडीमा आइसक्यो। अब यो गाडीमा हामी टक्क लाएर यात्रा तय गर्छौँ। हेलो, यो के हो? त्यो के हो? लोकल ए मलाई चाहिन्छ नि, जाडो हुन्छ। ल लोकल भन्ने छ, च्याप्प खानुपर्छ भन्ने कुरा आइसकेको छ। माथि उछिन्छ बोका, हाम्रो सरको गाडी है, पुवा ट्राभल्स यस्तो छ, टक्क देखिएको छ। ल च्याप्प हामी बस्दैछौँ है अब टक्क। फाइनल्ली हामी सातमुरे एरियामा आइसक्यो। होइन होइन, सुब्बादेउराली हाम्रो गुरुजी ऊ त्यहाँ हुनुहुन्छ, खतरा ह्यान्डसम हुने फेरि गुरुजी त होइन। हामी सबैजना ह्यान्डसम छ, सबैजना राम्रो छौँ, सबैजना रमाइलो यात्रा तय गर्दैछौँ। ऊ त्यहाँनिर हाम्रो ल इष्टमित्रहरू आउनु भएको छ। हाम्रो नानीलाई बमिट आएछ, फेरि बमिट आएर त्यहाँ बसिरहेछन्। ल हामी यहाँ हुँदै दुर्गा फाँट के अरे खर्जाङ हो न। ल ठिक छ। ऊ वहाँनिर बोका माथि यार, ओहो हेर्नुहोस् त, जाडो भएको छ उसलाई यार। ल ठिक छ, ल कहाँ छ? ओके, आज सुब्बादेउराली यात्रा तय हुँदैछ, एकदम रमाइलो हुँदैछ साथीहरू। ट्याकटुक है, रमाइलो गर्नुपर्छ, हेर्नुपर्छ यात्रा, ट्याकटुक त्यस्तै हो है। फाइनल्ली गाडीभित्र यस्तो देखिएको रहेछ हामीलाई, यस्तो अर्कै देखिरहेको छ, यस्तो नराम्रो देखियो त गाडीभित्र त। यता नाति यता हेलो भन्छु। ए यता पनि अर्को नाति पख है, म देखाउँछु तिमीलाई। हामी आफै पछाडि छौँ, अर्को नाति यताउता, छोराहरू त पछाडि। सुब्बादेउराली गएर कब्जा पार्ने हो साथीहरू, त्यहाँनिर गएर न्यानो खानुपर्छ मजाले है। ट्याक्क हेर्दै गर्नु होला मजाले। फाइनली हामी खर्जाङ बजारमा आइयो है साथीहरू। खर्जाङ बजार यो ट्याक्क यहाँबाट रेडी आइयो। यताबाट टक्सर बोल्टक्सर त्यसरी माथि तल यहाँ झरिन्छ, अनि यहाँबाट यसरी चाहिँ सुब्बादेउराली है। यो ट्याक्क यो चाहिँ यो बाटो। ल हामी चिल घुम्दै यात्रा गरिरहेको छ। चिसो मौसम छ, त्यहाँनिर हाम्रो बोकालाई बान्ने काम भइरहेको छ यहाँ, गरम भएर चिसो भएर सरी। ल है त, रमाइलो भइरहेछ। ल टक्क यहाँ रमाइलो हुँदै यात्रा तय भइरहेको छ मिलाएर। फाइनली अब यहाँ थोरै मानकोट होइन, खर्जाङ बजारमा हामीले मानकोटमा खर्जाङ बजार होइन, खर्जाङ बजारको यो ट्याक्क पन्थी किराना स्टोरमा चाहिँ हामी टक्क सामान किन्दैछौँ, थोरै सामानहरू। रमाइलो भइरहेछ नानी होइन? के छ केटाहरू, ठिक छ नि? ठिक छ। ओ हेलो, के छ? बमिट आउला जस्तो भइरहेछ होइन? ल ठिक छ। हाम्रो केटाहरू, ल हाम्रो फ्यामिली टुर हो। हामी चाहिँ टक्क ल भाउजूले चाहिँ यहाँ के किन्दै हुनुहुन्छ अरे भाउजू? सामान किनिरहनु भएको छ। ल है साथीहरू, अब चाहिँ खर्जाङ बजार हामी काटेसी टक्क सुब्बादेउराली यहाँबाट 1 घन्टा पुग्छ भन्ने छ है त। फाइनल्ली हामी घुम्ती आइयो है, घुम्ती आइयो। यस्तो रमाइलो सिन छ साथीहरू। अरे हेर्नु त, खतरा आइरहेको छ होइन। हिमाल बाबा हो, सकिएन यार। ल उता हिमाल होइन, टक्क यहाँ घुम्ती टक्क लाएर सुन्तला होइन। फाइनल्ली हाम्रो गुरुजी, कति समय लाग्छ हौ गुरुजी? कति समय लाग्छ र जान? आधी घन्टा। ल फाइनल्ली हामी आधी घन्टामा सुब्बादेउराली त्यसको किनारमा पुग्छौँ है साथीहरू। छैन बाबु नानी अहिले पछि है। र फाइनली हामी घुम्थ्यो है, अर्घाँसी घुम्नु टक्क आइयो। अब टक्क चाहिँ यहाँबाट आधी घन्टा 1 घन्टा लाग्छ भन्ने कुरा छ साथीहरू। सिन त है सकिएन, बवाल छ नि, कडा सिन, राम्रो देखिएको छ, कडा छ। भित्र यही हो, भित्रको स्थिति यस्तै छ। सबै हाम्रो बमित प्रसादहरू हुनुहुन्छ भित्र। एकदम रमाइलो भएको छ। हेलो केटा हो, के छ? ठिक छ नि होइन? के चल्दैछ यार? केटाहरू भित्र छ नै टक्क। ल है, ल यस्तोमै भित्र नानी लिएर छ।
केटाहरू भित्र लुकिरहेछन् यस्तो देखिया क्या चिल देखेको छ साथीहरू ओहो नि यति नराम्रो त जिन्दगीमा देखिया थिएन नि बाबा हो नि यहाँ भित्रको स्थिति पनि यस्तै छ भित्र ल यहाँ यस्तो छ सबैजना कचेरा निकाल्दै हुनुहुन्छ क्या हो कचेरा बाबा कचेरा पचेरा त होइन नि कतै है फाइनली हामी यहाँ घुम्टीमा छौँ अब आधी गर्न लाग्छ त्यसपछि टक्कै हामी त्यहाँ सुब्बा देउराली गएर झ्याप है साथीहरू ल फाइनली हामी लगभग सुब्बा देउराली इन्ट्री गरिरहेका छौँ साथीहरू यतिखेर हामी यहाँनिर छौँ अब लगभग केही समयमा हामी सुब्बा देउरालीमा पुग्छौँ यहाँ यस्तो सुन्दर ठाउँमा हामी इन्ट्री गरेका छौँ सायद काठमाडौँबाट यो उकालो निस्किसकेपछिको यो छड जस्तो लाग्छ यहाँनिर हामीलाई त्यस्तो लागिरहेको छ अब एकैछिनपछि पिकनिक स्पोट पनि हामी देख्छौँ अलिक पर पुगेपछि पर पुगिसकेपछि पिकनिक स्पोटको आज गतिविधिको बारेमा म यहाँहरूलाई भिडियोमा अपलोड गर्दैछु साथीहरू एकदम सुन्दर शान्त आनन्दको ठाउँ सुब्बा देउरालीको आजको दर्शन आजको यात्रा हाम्रो लगभग पुरा हुनेछ साथीहरू यहाँ परि चाहिँ हल्का चेकअप छ साथीहरू चेक जाँच भनौँ न ल यहाँ चाहिँ आइयो है साथीहरू अब फाइनल्ली हामी अब टक्क लाएर है पुग्छौँ है त केही समयमा है त फाइनल्ली केटाहरू यस्तो अवस्थामा छन् मतलब म पनि हल्काकै त हुन्छ नि त्यो तोरी लाउरे जस्तो देखिरहेछ किनकि त्यस्तै छ स्थिति भोकले होइन कालो कालो देखिएको छ है टक्कै सबै रमाइलो भइरहेको छ साथीहरू हामी गाडीमा छौँ हामी सुब्बा देउराली इन्ट्री भइसकेका छौँ अब केही समयपछि टक्क त्यहाँ पुग्नेछ मन्दिरमा टक्क हुनेछ आज है त्यसपछि पिकनिक स्पोट त्यो आजको बोका काटाइ सब समान है फाइनल्ली साथीहरू हामी सुब्बा देउराली लगभग आइसकेका छौँ है ल गाडीको लाइन छ यो अब त्यस्तै छ यहाँ अब एकछिनमा पूजा गर्ने लाइन पनि लगभग धेरै नै छ होला सायद हामी अनुमान गर्न सक्छौँ मान्छेहरूको भिडभाड देखिरहेका छौँ हेर्नु त कति धेरै यो मन्दिरमा पापा हो धेरै ल है साथीहरू गाडीको लाइन यहाँ छ पिकनिक स्पोट पनि म अघि माथि भनेर आइसकेँ होइन अब लगभग हामी आइसकेका छौँ है आइसकेका छौँ अब ट्याक्क लगाएर सुब्बा देउरालीको दर्शन हामीले गर्छौँ साथीहरू आज चप्प है ल मन्दिर देख्नु नि साथीहरू ल है त अलि एकछिनपछि म त्यहाँ पुगेर गरिहाल्छु मैले है फाइनली हामी सुब्बा देउराली आइसक्यो साथीहरू हेर्नु न कत्रा पाहाडबाट यस्तो झरेमा हामी यहाँबाट होइन टक्क लाएर मन्दिरमा आइसक्यो ल है अब दर्शन गर्छौँ यताउता त्यही त हो नि होइन एकदम बबाल दर्शन गर्छौँ आज सुब्बा देउरालीमा बाटो उता बच्चालाई समात है सबैजना अब टक्क है ल साह्रै हाम्रो गाडीबाट झर्दैछन् सबैजना टक्क लाएर ल सुब्बा देउराली स्पेसल आज बन्दैछ साथीहरू हाम्रो पाठो त्यहाँ छ है साथीहरू टक्क लाएर ल जप टक है मन्दिर भाइ साथीहरू ल फाइनली यो पूजाको लाइन है साथीहरू सुब्बा देउरालीमा पूजाको लाइन यस्तो छ दर्शन गर्ने दर्शनार्थीहरूको स्थिति यस्तो अवस्थामा छ साथीहरू पुरा भिड छ है बबाल ल फाइनली फोटोसोटो पनि खिच्यो होइन भान्जा पनि आउनु भएको छ है बापा कहिले हो जाने लहर ल है ल चाहिँ भान्जा टक्क पर्सिको गएर भिडियो हेर्नुपर्छ टक्क हाम्रो ल वेल सबैजना फोटोसोटो खिच्यो जुरुसोटो लाउँछौँ ट्याकटोक यहाँबाट होइन यो टाटुवालाले यस्तो फोटो खिच्नु भएको छ नि बाबा ल साथीहरू यस्तो छ है पारा ल रमाइलो ट्याकटुक है ल यताबाट जुत्ता सुटा है फाइनली हामी बोका काटेर आइसक्यौँ होइन यहाँबाट ट्याक्क लाएर अब छठमा हालिहाल्छौँ ड्याङडुङ ड्याङ होइन यहाँ चट्ट लाएर हाम्रा इष्टमित्र अब हाम्रो फ्यामिली सबैजना भित्र पसेर ट्याक्क जाने कुरा छ पिकनिक स्पोटमा यहाँ हाम्रो टक्क हाम्रो लाफा फोटेन
पूजा सामग्रीमा टक्क हामीले काम गऱ्यौँ। अनि यहाँ चाहिँ फोटो राम्रो फोटो चाहियो भयो होइन। अनि पूजा सामग्री चाहियो यहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ सुब्बादेवरको साइडमा यहाँ आउनुहुन्छ है त ल। ओके ल यहाँनिर हामी टक्क अब चढ्दैछौँ, बोका चाहिँ हाल्दैछौँ, मजाले आज रमाइलो गर्नेछौँ साथीहरू। त्यही हो फ्यामिलीसँग आयो रमाइलो भयो है। भेटघाट यस्तै चलिरहेछ। पिकनिक स्पोटको पनि केही अक्कल झुक्कल कुराकानीहरू ट्याक्क टुक्क म यहाँहरूलाई देखाउने छु है साथीहरू। फाइनली हामी अब सुब्बाबाट फर्किँदैछौँ साथीहरू। यहाँ चाहिँ उकालोमा हेर्नुहोस् न गाडीहरू टन्नै छ है, गाडीहरू टनक्कै छ, एकदम जाम पनि भइरहेको छ। हामी अब पिकनिक स्पोटमा जाँदैछौँ। फाइनल्ली हामी पिकनिक स्पोटमा जाँदैछौँ। स्पोटमा चाहिँ जे होस् रमाइलो हुन्छ आज। अब त्यही अलिअलि यताउता नाचगान पनि हुने होला अलिअलि होइन। त्यसपछि बाख्राहरू बनाउनु पऱ्यो, बोकासोको बनाउनु पऱ्यो होइन। भोक पनि लगाइरह बोकाको त्यही पनि खानुपर्छ है साथीहरू होइन। मजाले के झ्याप्प खानुपर्छ, खासै जाम छ यार। लाइटर दिनु न पर्दैन के हाम्रो यहाँ स्टल हाम्रो यहाँ होइन रमाइलो भइरहेको छ। फाइनल्ली हाम्रो भान्जा पोर्चुगलबाट हो अहिले। हे तेरी यार भान्जा हाम्रो स्टल यता, भान्जाको स्टल यता होइन। टक्कलर हामी यहाँ करप ज्याप पार्नेवाला छौँ ल। टक्क हाम्रो भाइ है काँक्रा त्यहाँ अचार हामी बनाउँछौँ कि टक्क भान्जा के हो दामी देखिया त तेरी यार। टक्क यहाँ टक्क आएको पुग्छौँ झ्यापझुम ट्याकटुम होइन, झ्यापझुप हुन्छ ल। ट्याकटुक हाम्रो ग्रुप त्यहाँ अनि भान्जाको ग्रुप यहाँ छ है ल। टक्क फाइनल्ली भाइले यहाँ त्यो जिरो कि तिर बनाउँदैछन्। भाइले अर्को मासु पकाउँदै यता है, बोकाको माल यताउता है। ट्याकटुक हाम्रो ग्रुप यहाँ हाम्रो भेनाजु पर्ने भन्नुहुन्छ यहाँ अहिले टक्क अर्को स्टलमा हुनुहुन्छ। यहाँ पारिसकेन भाइ छन् ल। टक्क लाएर हाम्रो नि आयो नि होइन मासु ल ल ल ल ल मासु आइसकेको छ टक्क भान्जाको। अनि 300 रुपियाँ त आगो धुवामै बाल्दै राखौ कि होइन, धुवा पुताएर गइसकेको छ कि होइन। टक्क ल केटाहरू मासु टक्क छ त। ओ माई गड यो पनि हो मासु ल ल ठिक छ ल। आज मजाले इन्जोय गरिन्छ ल साथीहरू। टक्क ल यहाँ हाम्रो पाहुनाहरू ओहो हेतेरी सबैजना है ल। ट्याक्क झ्याम्म रमाइलो गर्नुपर्छ आज सबजना गुरुपुर है सबैजना ल। ल फाइनल्ली ल टक्क सबैजना आउनु भएको छ। अहिले त हाम्रो ग्रुप होइन ट्याक्क टक्क होइन भाइ के छ झिर बन्दैछ होइन, झिरो कि टिरो यो ल। ठिक छ है ल नानी बाबुले त इन्जोय गरिरहेछन् होइन। के भइरहेछ ल, इन्जोय छ होइन। यो अहिले बिगार्नु पर्छ है ल। फाइनल्ली हामी बाख्रा खाइसकेपछि यस्तो हामी नाच्न लागिसकेका छौँ। फाइनली पञ्चे बाजा यहाँनिर सुरु भएको छ होइन। अब खाना खाइसकेका छौँ। अब खाना खाँदै पञ्चे बाजामा नाचिरहेका छौँ साथीहरू चाहिँ रमाइलो भइरहेको छ होइन। हाम्रो ग्रुप है उहाँहरू हाम्रो ग्रुप रमाइलो भइरहेको छ। साथीहरू एकदम रमाइलो भइरहेको छ है, माहौल तातेको छ, रमाइलो भएको छ। झ्याम झुम ट्याप टुप केटाहरू हाम्रो केटाहरू नाच लगाइरहेको छ ल। फाइनल्ली हामी यहाँ नाच भइरहेको छ।
सुब्बा देउरालीमा पनि यस्तो खालको एउटा मौलिक पञ्चे बाजासहितको नाच भइरहेको छ साथीहरू। हामी चाहिँ छौँ साथी, रमाइलो भइरहेको छ होइन, टक्क लाएर एकदम रमाइलो भइरहेको छ एकदम पारामा है सबैजना। ल यता खाना खाने काम भइरहेको छ, लास्ट आवरमा चाहिँ एकदम मजाले मासु लुस्ने काम भइरहेको छ एकदम च्याप्प लाएर है। ल यता एकदम रमाइलो भइरहेको छ, हाम्रै टोली यता पनि होइन चक्क लाएर। ल एकदम बबाल है यता पनि है, यता पनि बबाल चलिरहेको छ। लास्ट सकिन लागेको छ, टक्क लाएर है सबैजना रमाइलो गर्नुपर्छ है टक्क। गाइस सुब्बा देउराली पिकनिक स्पोटमा हामी रमाइलो गरिरहेका छौँ साथीहरू। फाइनल्ली हामी सुब्बा देउरालीबाट अब हामी फाइनल्ली घर फर्कियौँ साथीहरू होइन। आइसक्रिम खाने क्रम छ, पछाडिको भनेको सधैँ हिरो हुन्छ होइन, सल्लाह सबैजना है। ल यता आएर यता ल सबैजना हामी सुब्बा देउराली रमाइलो गरियो होइन, काटमार गरियो एकदम सबै कुरो रमाइलो गरियो भनौँ न, भगवान्को दर्शन गरियो। मलाई सबैजनालाई धन्यवाद छ है। ठिक छ, ठाउँको सपोर्ट, ठाउँको कुराहरू देख्न भेट्छु भने अब सबै कुरा भेट्यो भने देखाउँछु मैले होइन। ल ठिक छ नि ए ल त्यो त देखा ओ लालाजी ल ओके ल छ ल त्यहाँ पनि सुरु भएको छ है। ल ओके बिल्कुल है। फाइनल्ली हामी अहिले यहाँ ट्याक्कै के अरे कुन ठाउँ हो यो? खर्जाङ हो, खर्जाङ खोला हो। ल टक्क खर्जाङ खोलामा छौँ हामी होइन। ल टक्क दामी आइसकेछौँ होइन। अब टक्क यहाँ फाइनल्ली हामी अब यहाँबाट चाहिँ भिडियो इन गर्छौँ साथीहरू, टक्क त्यहीँ ल टक्क है। फाइनल्ली हामी अब ग्रुप फोटो खिच्दैछौँ साथीहरू होइन। लास्ट अब फाइनल्ली आजको खेलोमेसो सुब्बा देउरालीको यात्रा सकाउने तयारीमा छौँ। टक्क हाम्रो ग्रुप सबैजना दुईवटा ग्रुपमा छौँ, दुईवटा गाडीमा थुप्रै बाइकहरू छन्, पछाडि बाइकहरू पनि छ है। टक्क फोटो खिचौँ है त। अब हामी चिलमा फोटो खिच्यौँ साथीहरू। ल यतिन्जेलसम्म तपाईँहरूले साथ दिनुभयो, हेरिदिनु भयो होइन। टक्क हामी दुईवटा गाडी, भान्जाको बुलेट बाइक होइन। आज सुब्बा देउराली मुस्ताङ सब पुरा घुम्यो आज टक्क सबैजना। ल थ्याङ्क यू सो मच। हामी यता यो ठाउँ रमाइलो ठाउँ छ होइन, बाँडकोट खर्जाङको खोला यो चाहिँ यहाँबाट हामी चाहिँ अब ओजेल पर्छौँ साथीहरू। ब्लगमा सबैजनालाई धन्यवाद भन्दै साथ र सपोर्टको लागि यतिन्जेल हेरिदिनु भएकोमा यहाँ सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सबैजना। ल हाम्रो दङ्गाल ट्राभल्स, कुँवर ट्राभल्स ल टक्क है, सम्झिन सक्नुहुन्छ यहाँहरूले। डलरको कुरा छ नि उहाँलाई बाबा। ल है साथीहरू, ल थ्याङ्क यू सो मच है, थ्याङ्क्स फर वाचिङ, धन्यवाद सबैजनालाई। ल फाइनल्ली फोटो सेसन पनि चलिरहेको छ है साथीहरू। फाइनल्ली फोटो सेसन अनि अब यहाँबाट सुब्बा देउरालीबाट लिएको पावर अथवा चाहिँ त्यो जुन सामग्री छ त्यो चाहिँ यहाँबाट लिएर जानुहुन्न भन्ने चाहिँ छ। त्यसपछि हामीले टक्क यहाँ यताबाट हाम्रो गुल्मिन लाग्छ होइन, अनि ट्याक्क यहाँबाट कटाउनुहुन्न भन्ने चाहिँ हाम्रो सामाजिक परम्पराको एउटा चाहिँ छ नि त, चलन छ। त्यही चलनअनुसार अब हामी टक्क यहीँ खान्छौँ। यहाँ भएको सामग्री उहाँबाट लिएको अलि मासु यताउता उब्रेको पक्रेको टक्क यहीँ खान्छौँ है साथीहरू, टक्क लाएर।